आज लोथर खोला नुहाउन गएको त लास्टै रमाइलो भयो साथीहरू, फेरि अन्तिम समय होला। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ बिहान बिहानै उठेर फ्रेस भएर हामी लागे भण्डारातर्फ। आज मेरो बिहान बिहानै भण्डारामा अलिकति काम परेको थियो नि त, त्यही भएर हामी चाहिँ जाँदैछौँ भण्डारातिर होइन। अनि साथीहरू, आज बिदाको दिन पनि सरकारी गाडी यसरी खुल्याम हिँडिरहेको छ, यस्तो पनि हुन्छ र। अनि हामी चाहिँ भण्डारा पनि पुगियो। भण्डारा पुगेर कामसाम सकेर चिया खाएर हामी त्यहाँबाट पनि निस्के। अनि घरमा पुग्दा चाहिँ यस्तो रहेछ है साथीहरूलाई, कसले बनायो होला त यो बनाउने चाहिँ म हो नि। फेरि भण्डाराबाट आएर खानासाना पकाएर फेरि हान्न थाले ल्याम्का ल्याम। यतिको शरीर भइसकेपछि त इतना त बन्ता होइन भन्दै हान्न थाले। खाना खाएर सकिने बित्तिकै हात साथ धोएर एकछिन पल्टेको त साथीहरू लास्टै बोरिङ लाग्यो क्या। यस्तो गर्मीमा घरमा बस्नै झ्याउ लाग्यो। मेरो पालि झुरुक्क उठेर झोला सोला बोकेर लागे म लोथर खोलातिर। भाइ र म चाहिँ घरबाट पनि निस्किसकेका छौँ। यसपालि चाहिँ म फर्स्ट टाइम जाँदैछु। मान्छेहरूले भनेको सुनेको त्यहाँ एकदमै रमाइलो र बवाल ठाउँहरू छन्। सो आज आफै गएर हेरौँ है त कस्तो रहेछ। हामी चाहिँ फाइनली लोथर खोला पनि पुगिसकेका छौँ। त्यहाँ पुग्ने बित्तिकै पुरै फिलिङ्स नै छुट्टै बनाइदिने कि साथीहरू होइन। चारैतिर हरियाली वन जङ्गल, ओ माई गड, सोच्या भन्दा पनि बवाल रहेछ है। हामी जाँदा चाहिँ त्यहाँ एकदमै धेरै मान्छेहरू थियो, त्यही भएर हामीले चाहिँ सबैभन्दा माथि गएर नुहाउने भन्ने निदो गरे, तर जान पनि सकिएन। कति माथि गयो उति धेरै मान्छेहरू भेटे नि, त्यही भएर हाम्रो पालि बिचैमा नुहाउन थाले। यसो कपडा सपडा खोलेर भिडियोमा बडी सडी पनि सुहान्थे है त। यस्तो गर्मीमा साथीहरू यो चिसो खोलामा डुबुल्की हान्नुको मजा पनि छुट्टै छ नि। फेरि हाम्रो चाहिँ यो नेचुरल स्विमिङ हो, यहाँ चाहिँ फ्रीमै खेल्न पाउने भएको कारणले गर्दाखेरि हजुरहरू नै आएर खेल्न सक्नुहुन्छ। साथीहरू, तपाईँहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्छ सो कमेन्ट गरिदिनु होला। यदि राम्रो लाग्छ भने यो पेजलाई चाहिँ सबैजनाले फलो गरिदिनु होला है त। नुहाइ धुवाइ गरेर सकिसकेपछि हामी खाजा खानको लागि गयौँ आन्टीको होटल। डिउ र चटपटा हानेर हामी त्यहाँबाट पनि निस्के। ल त साथीहरू, आजको लागि मिनी भ्लग यति नै। सी यु इन द नेक्स्ट भिडियो। ओके गाइज, बाइ बाइ।